ओए 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 छोप्यो 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 है। नमस्कार साथीहरु, आज चाहिँ हामी उहाँ पर खेतमा जाँदैछौँ। यो साइडमा हामी 6-7 महिना पहिला आउँदा यो साइडमा त्यति घर बनेको थिएन। अहिले चाहिँ पहिला उयो गल्ली थियो, गल्ली जस्तो थियो। यहाँबाट सिधा हामी यहाँबाट जान्थ्यो। पुरा यहाँ पिण्डालुको अहिले जङ्गली पिण्डालु होला यो, सानो पिण्डालु त्यही अहिले दामी आउँदो रहेछ। तर चाहिँ बुढी अगाडि यहाँनिर धान काटेर यस्तो मजाले सुकाइराखेको छ। यहाँ सबैजना यहाँनिर सानो रोड छ, तर मजाको रोड छ, पिच रोड हो यो पनि। लु हेर्नु, एकदम मजाको पिच रोड छ। तिमीलाई म भनेको थिएँ त सब्जीहरू पाउँदैन अहिले भनेर, तर अगाडिपट्टि यहाँनिर अगाडिपट्टि पुरा सब्जीहरू पाउँछ। अहिले पर गएर अब त्यसपछि अब फेरि उतापट्टिबाट घुमेर अब जाल हानेको छ दाजुले। क्या हो अर्को पनि कुदिहाल्यो माछा भनेपछि। माछा चाहिँ चुप्यो अम्बो दामी चोप्यो है। यहाँ चाहिँ अर्को दाजुले जाल तान्दै हुनुहुन्छ। हाम्रो तराई साइडमा बेसी हुन्छ यस्तो खालको एरियाहरू है। अझै अर्को छोप्यो माछा। जाल खेलेको कस्तो लाग्यो बुढी त्यो दाजुहरूको? मलाई पुरा मन पर्छ माछा मारेको के। म त थप्पडी मारेको माछा पक्रेको त थप्पडी मारिपठाउँछु, लाज पनि लाग्यो नि। अब चाहिँ हामी फाइनली अब फर्क्यौँ। घुम्यो मजाले उतापट्टि कता मजाले खेत घुमाइयो बाबालाई। यहीँ घर फर्किँदैछौँ साथी हो। के कस्तो लाग्यो यो भिडियो? अलिकति मैले सानो भ्लग बनाएको थिएँ। रात परिसक्यो, पर्नु आँटिसक्यो। अब घाम पनि तलै पुगिसक्यो, अस्ताउन आँट्यो अब है। अहिले त अब 4:30-5 बजीसम्म अँध्यारो भइहाल्छ। त्यस कारणले हामी फर्केको। किन यो साइडमा फेरि अलिकता जहरिलो थियो, हुन्छ नि, विषालु सर्प साँप भेटिन्छ। त्यस कारणले अब अलिकति भित्र नगएको हामी। तपाईँलाई यो भ्लग कस्तो लाग्यो? भ्लग ठिक लाग्यो भने, राम्रो लाग्यो, भ्लग राम्रो लाग्यो भने लाइक जरुर गर्नु है साथी। कहाँबाट हेर्नु आउँदैछ अनि कमेन्टमा मेन्सन गर्नु। त आजलाई यति।